किरात सभ्यता चाहिँ काठमाडौँको लागि एकदमै महत्त्वपूर्ण छ। अझ भन्नुपर्दा त मैले तपाईहरू सबैलाई यो किरात भूमिमा स्वागत चाहिँ गर्नुपर्ने हो। तपाईहरूले मलाई स्वागत गर्ने भन्दा पनि काठमाडौँ उपत्यका आफैमा एउटा किरातको उद्गम स्थल हो। तपाईहरूले यलम्बरलाई राजा माने पनि काठमाडौँ उपत्यकामा चाहिँ यलम्बर भनेर हामी भगवान भनेर पूजा गर्ने चलन छ। आकाश भैरव इन्द्रचोकमा रहेको आकाश भैरवलाई चाहिँ हामी यलम्बरको रूपमा पूजा गर्छौं र काठमाडौँ उपत्यकामा भएका 3टा जिल्लाहरू छन्, काठमाडौँ, ललितपुर, भक्तपुर। ललितपुरको मौलिक नाम पनि यल हो, भनेको यो उपत्यका यलम्बरको राज्यको रूपमा मानिन्छ, यलम्बरलाई भगवानको रूपमा मानिन्छ। र यो एकदमै महत्त्वपूर्ण कुरा किन छ भन्दाखेरि जसरी हामीले काठमाडौँ महानगरपालिकामा आइसके पछाडि र ओभरअल काठमाडौँ उपत्यकामा हामीले हाम्रो सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, संगीत र सम्पदाहरूलाई जसरी जोगाइरहेका छौं, त्यसरी नै 752 पालिकामा विभिन्न जात जातिहरू हुनुहुन्छ, विभिन्न समुदाय हुनुहुन्छ, विभिन्न सभ्यताहरू छ, त्यसलाई जोगाएर राख्नु पर्दछ। काठमाडौँ महानगरपालिका र उपत्यकामा हामीले जसरी ढुङ्गेधाराहरूलाई संरक्षण गरेर राखेका छौं, पार्टी पौवा, मन्दिरलाई, हाम्रो बाजा गाजालाई, आज बाजा सुन्दा पनि हाम्रो नेवारी सभ्यतामा बजाइने बाजा जस्तै सुनिन्छ। ओभरअल नेपालका सबै जुन कलाहरू छन्, सम्पदाहरू छन्, त्यसलाई जोगाइनु पर्दछ।